हेलो एन्ड वेलकम ब्याक अगेन। नमस्ते, फेरि पनि स्वागत छ युट्युब ब्लगमा। युट्युब ब्लग चाहिँ मैले आजदेखि बनाइरहेको छु डेली नै। म धेरै भयो युट्युब ब्लग बनाएको। तपाईँहरूले सपोर्ट गर्नु पऱ्यो, माया गर्नु पऱ्यो। तपाईँहरूले पनि गर्नु पऱ्यो है साथीहरू, मद्दत गर्नु पऱ्यो है त। मेरो युट्युब ब्लग चाहिँ बन्दैछ। अब म चाहिँ दुध खाँदैछु। दुध चाहिँ यहाँ सेलाउँदैछ। यहाँनिर रहेको छ दुध चाहिँ अहिले सिलाउनु राखेको छु। एकछिनपछि खानेछु। म बिहानै चाँडै नै उठ्या हो, तर अहिले चाहिँ 8 बजेको छ। निन्दा त चाँडै खुलेको थियो, तर मम्मी सुतिरहेको भएले म पनि सुतिरहेको। अब एकछिनपछि भेट्नेछु है त। नरिवलको पानी चाहिँ खाँदैछु म। साथीहरू, मेरो चाहिँ हेयर स्टाइल यहाँ छुट्टै देख्न सक्नुहुन्छ। किन भन्दाखेरि म चाहिँ भर्खर नुहाएर आएको। आज तातो पानीले नुहाएको। मम्मीले पनि नुहाइदिनु भयो। तातो पानीले नुहाए पनि मैला पनि परेको रहेछ। नेपालबाट आएको धेरै भएको थियो ननुहाएको। आएपछि राम्रोसँग नुहाएँ। अब एक्सिडेन्ट परेपछि मलाई गाह्रो भइरहेको थियो। अनि अहिले चाहिँ नुहाइसकेको छु र छतमा आएर बसिरहेको छु। र कपाल पनि चिसो छ, तेल लगाउनु भयो, मम्मीले कोरिदिनु भयो, सहिलो भयो। अनि छतमा आएर यहाँ अब हावा खाँदैछु। अब घाम पनि ताप्नुहुन्थ्यो, घाम चाहिँ अहिले लागेको छैन। घाम नलागेपछि कसरी ताप्ने, मेरो पाप। घाम नलागेपछि मलाई समस्या भयो। समस्या त भएन, मेरो पाप भयो। यदि च्यानलमा नयाँ हुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला, माया देखाइदिनु होला है त साथीहरू। अहिले चाहिँ म बसिरहेको छु घाममा, खाना खाएर भर्खर आएको। गाईहरू चाहिँ यहाँ आइरहन्छ। भोक लाग्यो भने घर घरै खाइन्छ। घाम तापेर बसिरहेको छु, खाना खाइसकेँ। मैले यो कुरा त भनिसकेँ, तैपनि रेस्ट गरिरहेको छु अहिले। अब एकछिन सुत्छु। डेन्टल हस्पिटल पनि जानु छ, त्यहाँ के काम हुन्छ पछि भनौँला। यदि च्यानलमा नयाँ हुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नु होला, माया गर्नु होला। आज चाहिँ कस्तो नुहाएको अनि कस्तो छुट्टै भइरहेछ। अहिले चाहिँ म घाममा बस्दैछु। अहिले चाहिँ दिउँसोको 3 बज्न लागेको छ र मैले पानी खाएँ। भित्र सुतिरहेको थिएँ अनि धेरै सुत्न मन लागेन, अनि बाहिर आएर घाम तापेको। अहिले चाहिँ बसिरहेको थिएँ। उता डेन्टल हस्पिटल पनि गएको थिएँ, त्यहाँ बन्द रहेछ। आज चाहिँ काम भएन। अहिले एकचोटि फेरि जानु पर्ला, चेक गर्नु पर्ला। तैपनि खुल्ला काम हुन्छ कि होइन, चेक गर्न पर्ला। डेन्टल हस्पिटल चाहिँ उता बन्द रहेछ। अनि म चाहिँ यता घाम तापिरहेको छु। आएर मस्त घाम तापेर बसिरहेको छु। कस्तो कुल भइरहेको छ, धेरै तात्ति पनि रहेको छु। र भिटामिनको कमी पनि हुँदैन, घाम पनि तापिरहनुपर्छ। म चाहिँ यहाँ मन्दिर आएको थिएँ। यहाँ चाहिँ ठुलो मन्दिर रहेको छ र हिन्दू मन्दिर रहेको छ र यहाँ चाहिँ हिँड्ने ठाउँ रहेको छ। म चाहिँ अघि यसो डेन्टल हस्पिटल पनि गएको थिएँ, तर त्यहाँ क्लोज रहेछ। त्यहाँबाट अनि म यता हस्पिटल आएँ। अनि यहाँ हस्पिटल दर्शन गरेँ। अनि यता पनि गल्ली रहेको छ, बाटो रहेको छ। यहाँ चाहिँ लामो छ, देखाउन सक्दिनँ। यहाँ चाहिँ ठुलो मन्दिर छ, हिन्दू मन्दिर हो। चाहिँ इन्डियामा हिन्दू मन्दिर रहेको छ। अनि यस्तो बेच्ने मान्छेहरू पनि आएको छ। यता चाहिँ एउटा परिवार, एउटा नेपाली पनि रहेको छ र उहाँसँग कुरा पनि भएको थियो। उहाँ अङ्कल बुवा राम्रोसँग चिनजान रहेछ। हरे राम हरे कृष्ण हरे हरे, रक्षा गरौँ परमेश्वर। म चाहिँ भर्खर मन्दिर गइरहेको छु। हिन्दू मन्दिर रहेछ त्यहाँ चाहिँ।
हिन्दू मन्दिर राम्रो मन्दिर रहेछ, त्यहाँ गएर दर्शन गरेँ र एक्लै पनि थिएँ अनि दर्शन गरेँ आएँ। अनि आफूलाई राम्रो होस्, सबैलाई राम्रो होस् भनेर मनन गरेँ, दर्शन गरेँ अनि आएँ। त्यहाँ चाहिँ अब मन्दिर चाहिँ बन्द रहेछ, खुल्ला थिएन। बिहान बेलुका चाहिँ खुल्ला हुन्छ, अहिले दिउँसो चाहिँ क्लोज रहेछ। अनि बाहिरबाट दर्शन गरेर आएको। म चाहिँ भर्खर घर आइपुगेको है त। बुढाहरू चाहिँ यहाँ खेल्दैछ। बुढाहरू यहाँ खेल्दैछन्, बसिरहन्। ओ माय गॉड, मत पिट्न। अच्छा नहीं। बुढाहरू यहाँ दौडिँदैछन्। यहाँ चाहिँ काम के भने कसले जित्ने भन्दैछ, केटा र केटी, बुढी सानो बुढी छ यहाँ चाहिँ, र कसले जित्छ भन्दैछ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। यदि मन पऱ्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। अनि हिजोको भिडियो पनि हेर्न नभुल्नु होला। अन्तिमसँग भिडियो हेरिदिएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। आज चाहिँ लक्ष्मण दाईसँग बिहान कुरा भयो, अनि चन्द्र दाईसँग चाहिँ अहिले भोइस कलमा कुरा भयो। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। सबैलाई रेस्पेक्ट गर्न चाहन्छु, माया गर्न चाहन्छु। सबैलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु। अब चाहिँ दाईसँग धेरै कुरा भयो, लक्ष्मण दाईसँग धेरै कुरा भयो, चन्द्र दाईसँग चाहिँ अझै कुरा गर्न बाँकी छ। अलिकति भोइस कल चाहिँ भयो। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आजको लागि यहीँ भिडियो अन्त्य गर्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।